So first of all, congratulations Prashna on your visa. So कस्तो लागिरहेछ आज? I'm feeling very happy today, and I'm so grateful for everyone that's supporting me. And thank you so much to VXL Group. Okay, so first of all VXL Education काउसतीसँग आउँदै गर्दाखेरि र आज यो भिजा हातमा लेख्दै गर्दाखेरि ओभरअल जर्नी चाहिँ कस्तो भयो? It was amazing. सबैजनाले मलाई धेरै हेल्प गर्नुभयो अनि त्यसपछि राम्रो राम्रो कुराहरू चाहिँ मलाई सजेस्ट गर्नुभयो जसले गर्दाखेरि म आज like I have visa in my hand. So I'm so grateful. So looking over other agents जसले चाहिँ अब महँगो युनिभर्सिटीहरू महँगो कलेजेसहरूमा मात्रै भिजा लाग्छ भन्ने गर्नुभएको थियो. सो कति तपाईले ट्युसन फी एनुअल चाहिँ कति तिर्नुभयो? मेरो एनुअल फी चाहिँ 15 लाख थियो. 15 लाख नेपाली रुपीजमा तपाईको भिजा आयो हैन त. सो अरु जति पनि यहाँनिर मार्केटमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ के सजेस्ट गर्न चाहनुहुन्छ? सो एक्सपेन्सिभ युनिभर्सिटीले मात्रै भिजा दिने भन्ने हुँदैन एन्ड लाइक एफोर्डेबल रेन्जमा पनि हामीले कलेजहरूमा अप्लाई गरेर चाहिँ आफ्नो भिजाहरू ग्रान्ट गर्न सकिन्छ. ओके, थ्याङ्क यू अगेन कङ्ग्रेचुलेसन्स. अङ्कल हजुरलाई चाहिँ कस्तो लाग्यो भन्नु? थ्याङ्क यू. यो VXL एजुकेसनबाट मेरो छोरीले चाहिँ यो पढेर भिसा प्राप्त गर्नमा ठुलो देन पनि छ VXLलाई. प्लस मेरो छोरो यो छोराले गरेको बहिनीको चाहिँ मिहिनेतलाई धेरै धेरै धन्यवाद.